आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आजबाट विक्रम सम्वत 2072 हामीबाट बिदा हुँदैछ। यो वर्ष नेपालको इतिहासमा उल्लेख्य सकारात्मक र नकारात्मक घटनाहरूले भरिपूर्ण रह्यो। नेपालको संविधान घोषणा, नेपालको राष्ट्रिय चेतनामा आएको ठूलो विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा प्राप्त भएका नयाँ उचाइ जस्ता सुखद उपलब्धि यसै वर्ष हासिल भएका छन्। खेलकुद क्षेत्रमा हाम्रा युवाहरूले प्राप्त गरेको उपलब्धिले समग्र नेपालीलाई उत्साहित पारेको छ। तर वर्षको सुरुवातमै आएको विनाशकारी भूकम्प होस् वा दर्जनौं व्यक्तिहरूको ज्यान जाने गरी तराई मधेसमा उत्पन्न दुखद घटनाहरू या त्यसैसँग जोडिएर अनावश्यक ढङ्गले थोपरिएको नाकाबन्दी होस्, हामी नेपालीलाई बिर्सन कठिन हुने घटनाका रूपमा रहेका छन्। सम्वत 2073 साल सबै नेपालीका लागि सफल र सुखमय होस्, हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। लोकतन्त्र भनेको जनताको शासन व्यवस्था हो। आफूमाथि शासन गर्ने प्रतिनिधि उनीहरू आफै चुन्छन्। त्यसैले भनिन्छ लोकतन्त्रमा जनताको बोली बिग्छ। तर लोकतन्त्र आफैमा लगाम बिनाको घोडा भने होइन। त्यहाँ जनतालाई लोकतन्त्र हुन्छ, तर आफ्नै प्रतिनिधिद्वारा बनाइएको विधिले कोरेको सीमा बाहिर जान मिल्दैन। त्यसो भएमा विधिको शासनको रक्षाका लागि राज्य सत्ता उपस्थित हुन्छ। राज्य सत्ता भनेको लोकतन्त्रको त्यस्तो व्यवस्था हो जहाँ सन्तुलन र नियन्त्रणका वैध संयन्त्रहरू क्रियाशील हुन्छन्। मैले सरकारको नेतृत्व सम्हालेको 1 महिना नागेपछि देशवासीलाई सम्बोधन गर्दा हामी आफैले तयार गरेको संविधानको घोषणा र त्यसको लगत्तै सिर्जित असाधारण अवस्थालाई चित्रण गरेको थिएँ। सरकार अत्यन्तै असाधारण अवस्थामा गठन भएको विनम्रताका साथ मैले उल्लेख गरेको थिएँ। सवारी साधनमा हाल्ने इन्धन नभएको, चाडपर्वको बेला जनताको चुलो बाल्ने मट्टीतेल र ग्यास नभएको, खाद्य पदार्थ र कतिपय जीवन रक्षक औषधि समेतको अभाव हुँदै गएको राष्ट्रिय सङ्कटको त्यस घडीमा नेपाली जनताले देखाएको धैर्य, देशभक्ति र राष्ट्रिय स्वाभिमानको हृदयदेखि नै मैले प्रशंसा गरेको थिएँ। मैले भनेको थिएँ, यो सरकार सामान्य अवस्थामा बनेको सरकार होइन। यसको भूमिकासँग सरकारमा आबद्ध दलहरूको मात्रै होइन, सिङ्गो देशको भविष्य गाँसिएको छ भन्ने कुरामा म सचेत छु। मैले त्यस समयमा जारी असहज अवस्था, सीमामा रहेको अवरोधका छदमा भागहरू र त्यसको छायामा सलबलाउन खोजेको सङ्गठित अपराधको समेत चर्चा गरेको थिएँ। आन्दोलनका लागि आन्दोलन आवश्यक नरहेको र आन्दोलनको आडमा हुने अवांछित कृत्यको छिटाबाट सच्चा आन्दोलनकारीहरू समेत जोगियोन् भन्ने मेरो आग्रह थियो। सरकार र सरकार सञ्चालक दलहरूको भूमिका विभेदकारी भयो, वनपक्ष गरियो भन्ने भनाइप्रति मेरो विनम्र प्रश्न थियो। राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको आन्दोलनमा
आधा शताब्दी भन्दा बढी आयु बिताएको एउटा व्यक्ति तपाईहरुको प्रधानमन्त्री भएको छ, जसले 14 वर्षभन्दा बढी यातनापूर्ण जेल जीवनमा कैयौं रात खानाको सट्टा शास्ति र अपमान मात्र खाएको छ। ऊ कसरी विभेदकारी, अमानवीय र जनविरोधी हुन सक्छ? तानाशाही, विभेदकारी एवं निरंकुश होइन, देख्न सुन्न सक्ने र जनताको पीर मर्कामा आफूलाई एकाकार गर्ने लोकतान्त्रिक संरचनाको निगरानीमा चल्ने सरकार भएको बेला देश र जनता भूकम्प र नाकाबन्दीबाट आक्रान्त र पीडित एवं अर्थतन्त्रमा गम्भीर धक्का लागेको यस संवेदनशील परिस्थितिमा जुलुस, बन्द हडताल, तोडफोड के का लागि भन्ने मात्र मेरो प्रश्न थियो। जनताका प्रतिनिधिहरूले बनाएको लोकतान्त्रिक विधिबाट बनेको र जनताका अधिकार एवं न्याय समानताको सार्वभौमिकको संविधान जारी हुँदा किन अन्त्यहीन आन्दोलन? जिज्ञासा राखेको थिए। केही कुरा नमिलेको भए संशोधन मार्फत मिलाउन सकिन्छ। सीमाङ्कन र संघीयतालाई गतिशील विषयका रूपमा लिएर अगाडि बढौं भनिरहेकै बेला देशलाई नै संकट पार्ने सीमा अवरोध किन? मैले सवाल गरेका थिएँ। तराई मधेसमा जारी असहज घटनामा मिसिएका मित्रहरूलाई आग्रह गरेको थिएँ। तराई मधेससँग सम्बन्धित विषयहरू हामी सबै नेपालीका साझा विषय हो। तिनको उचित रूपमा सम्बोधन गर्नु नेपाल सरकारको जिम्मेवारी हो। राष्ट्रिय हित र एकताको पक्षमा उभिनु सबै नेपालीको कर्तव्य हो। मलाई यो विश्वास छ तराई मधेसमा भइरहेको बन्द हडताल र त्यसले जनता तथा देशको हित प्रतिकूल पारेका चौतर्फी असरबारे गम्भीर हुन मैले आन्दोलनरत पक्षलाई आग्रह गरेको थिएँ। झन्डै 6 महिनापछि आज पनि म अर्बौं रुपियाँ क्षति हुने गरी तराई मधेसमा हुन पुगेको अशान्तिको चित्तबुझ्दो कारण देखिरहेको छैन। संविधानको पहिलो संशोधनले पुनर्पुष्टि गरेको अधिकारका लागि संवाद नै काफी थियो। मानिसको ज्यान जाने हदमा बन्द हडताल र तोडफोड आवश्यक नै थिएन। मैले त्यतिखेर भनेकै थिएँ, जनचाहना, राष्ट्रिय हित र औचित्यका आधारमा संविधानमा संशोधन हुन सक्छ। त्यसैले म फेरि पनि तराई मधेसमा शान्तिपूर्ण गतिविधिमा क्रियाशील असन्तुष्ट सबै मोर्चा, दल र समूहहरूलाई आग्रह गर्दछु, संवादमा आउनुहोस्। लोकतान्त्रिक विधिबाट हल नहुने कुनै पनि जटिल विषय हामी बीचमा छैन र हुन सक्दैन। जनताका लागि काम गर्छु भन्ने जो कोहीले जनतामाथि नै भर पर्नुपर्छ। घर परिवारका सदस्य परचक्री र बाहिरका सल्लाहकारहरू स्वधर्मी जस्तो हुनै सक्दैन भन्ने हामीले महसुस गर्न सक्नुपर्छ। संरचनागत समस्याका कारण हाम्रो मुलुक विकासको गतिमा पछि पर्यो। अविकासको नकारात्मक परिणाममा टेकेर अनगिन्ती सामाजिक वैज्ञानिकहरूले धर्म, संस्कृति, जात जाति, भूगोल र क्षेत्रका नाममा हाम्रो देशमाथि अनेक खालका परीक्षणहरू गरे। अब यो मुलुकलाई थप प्रयोगशाला बनाउन दिन सकिँदैन र हामीले बन्न पनि दिनुहुन्न। विगतमा केही भ्रम परे पनि, केही राजनीतिक जटिलताले बाध्य बनाए पनि उच्च एवं गहिरो समझदारीका साथ आन्दोलन समाप्त पारी सामान्य अवस्थामा समाजलाई फर्काउन योगदान गर्नुभएकोमा सबै दल, मोर्चा
र नेताहरूलाई धन्यवाद समेत ज्ञापन गर्दछु। थाती रहेका विषयमा सार्थक बहस गरी निष्कर्षमा पुग्न सरकारले उप प्रधानमन्त्रीको नेतृत्वमा संयोजन रहने गरी उच्च स्तरीय राजनीतिक समिति बनाइसकेको छ। त्यस समितिमा संलग्न हुन र सार्थक संवादमा सामेल भएर परिणाममा पुग्न र समस्याको चित्तबुझ्दो समाधान खोज्न म सबै पक्षहरूलाई हार्दिक अनुरोध गर्दछु। हालको असामान्य अवस्थालाई औँल्याउँदै मैले भन्दै आएको छु, हामी कसैलाई पनि फुर्सदमा गरौँला भन्ने छुट छैन। मैले आफ्नो हतारोलाई इङ्गित गर्दै भनेको थिएँ, बिस्तारै गरौँला भन्ने मलाई त झनै त्यो सुविधा छैन। सिर्जित समस्यालाई सम्बोधन गर्न खरायोको गतिमा दौड्नु पर्ने हामी कछुवाको तालमा सीमित हुनु पर्दाको पीडा कस्तो हुन्छ भन्ने मैले महसुस गरेको छु। यसबाट हाम्रो लोकतन्त्र, हाम्रा कानुन, हाम्रो परम्परागत सेवा प्रदायक संरचना र हाम्रो लोकतान्त्रिक परीक्षण गर्ने निकायहरूको काम कारबाही प्रति ममा गम्भीर जिज्ञासा पनि पैदा भएको छ। अहिले खिचोला झिक्ने र मुद्दा खेल्ने समय होइन। त्यसैले मैले सम्बन्धित सरकारवालाहरूलाई आफ्नो जिम्मेवारी सफलतापूर्वक वहन गर्न र सरकारको विकास दौडमा सहयोगी बन्न आग्रह गर्ने गरेको हुँ। नयाँ वर्षको शुभकामना व्यक्त गरिरहेको यति बेला इन्धन आपूर्तिको असहजतालाई सहजतामा परिणत गर्ने, भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण प्रभावकारी ढङ्गले तीव्र पार्ने र जनतालाई आवश्यक सेवा प्रदान गर्ने नियमित प्रक्रियालाई मूलतः 3 भागमा रहेका सरकारका कामका रूपमा म स्पष्ट पार्न चाहन्छु। बितेको 6 महिनाको अवधिमा सरकारले के गर्यो त्यसको फेरस्तमा म गइरहेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसको विवरण उपयुक्त विधिबाट सार्वजनिक गर्छ। यति मात्र उल्लेख गर्ने म अनुमति चाहन्छु। हाम्रा विभिन्न मन्त्रालयहरूले समयबद्ध योजना निर्माण गरी लागू गर्ने प्रयत्न गरेका छन्। मैले पद बाली गरेकै क्षण गरेको एउटा निर्णय स्मरण गर्छु। 2 वर्षभित्र देशभर सबै तुहिनहरूलाई झोलुङ्गे पुलले विस्थापित गर्ने मैले घोषणा गरेको थिएँ। आज म आँकडामा बोल्न सक्छु। देशभर रहेका 171 वटा तुहिनहरूमध्ये आजसम्म झोलुङ्गे पुलबाट 3 वटा विस्थापित भइसके, 9 वटा निर्माणाधीन छन्, 42 वटा खरिद प्रक्रियामा छन्, 34 वटाको विस्तृत परियोजना प्रतिवेदन तयार हुँदैछ। संक्षेपमा भन्नुपर्दा आगामी असोज अन्त्यसम्ममा परियोजना तयारीका सबै काम सम्पन्न हुन्छन् र तोकिएकै समय सीमामा झोलुङ्गे पुलहरू बन्नेछन् र तुहिनहरू विस्थापित हुनेछन्। मैले यी विवरण प्रतिकूलताका बावजुद गरिएका बाचा कबुलप्रति सरकारको प्रतिबद्धता स्पष्ट पार्न उल्लेखसम्म गरेको हुँ। ऊर्जाको चर्चा खैखुन्नीको बाबमा टिप्पणी गर्नेहरूलाई मैले भन्नै पर्छ, काम गर्न दिनुहोस्। सरकारले आफैले तोकेको सीमाभित्र लक्ष्य पूरा गर्छ। म स्मरण गर्छु,
400 केवीए ढल्केवर मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनको निर्माण, त्यसको निर्माण कार्य माघसम्ममा सम्पन्न हुन्छ भनियो। हामीले फागुनको दोस्रो साताबाट 80 मेगावाट थप विद्युत आपूर्ति गरिसकेका छौँ। ऊर्जा सङ्कट कार्ययोजना जारी गर्दा हामीले भने अनुरूप आउँदो 6 महिनामा 600 मेगावाट विद्युत थप आपूर्ति हुन सक्ने अवस्था छ। हामीले भन्दै आए झैं 1 वर्षमा आधारभूत रूपमा लोड सेडिङ अन्त्यको लक्ष्य पूरा हुन्छ। इन्धन आपूर्ति सहज भएसँगै विशेषतः खाना पकाउने ग्यासमा अझै रहेको असहज वितरणलाई छिट्टै सहज बनाइनेछ। देश अप्ठ्यारोमा र जनता पीडामा रहेको बेला, यस्तो बेलामा पनि व्यक्तिगत स्वार्थमा लिप्त हुने कालाबजारी, जमाखोरी, कृत्रिम अभावका वाहक र भ्रष्टहरूप्रति सरकारले कुनै सहानुभूति र उदारता राख्ने छैन। मेरो नेतृत्वमा रहेको यो संयुक्त सरकारको मूल कार्यभार भनेको जननिर्वाचित संविधान सभाबाट जारी गरिएको लोकतान्त्रिक संविधानको कार्यान्वयन हो। प्रधानमन्त्रीको निर्वाचन सँगै सुरु भएको यसको कार्यान्वयन प्रक्रिया द्रुत गतिमा अघि बढ्दैछ। संविधानसँग मेल नखाने 193 वटा कानुनहरू व्यवस्थापिका संसदबाट संशोधन भइसकेको छ। 110 वटा संघीय कानुन, 22 वटा प्रदेशसँग सम्बन्धित कानुन र 6 वटा स्थानीय निकायसँग सम्बन्धित कानुन गरी कम्तीमा थप 138 वटा कानुन निर्माण यसै सालभित्र हुनेछ। स्थानीय निकायको पुनर्संरचनाको लागि गठित 9 सदस्यीय आयोगले आफ्नो काम थालिसकेको छ। हालै संघीयता कार्यान्वयन तथा प्रशासनिक पुनर्संरचनाका लागि मेरो अध्यक्षतामा उप प्रधानमन्त्रीहरू तथा केही मन्त्रीहरू सहितको 13 सदस्यीय उच्च स्तरीय निर्देशक समिति र नेपाल सरकारका मुख्य सचिवको संयोजकत्वमा 9 सदस्यीय संघीयता कार्यान्वयन तथा प्रशासनिक पुनर्संरचना समन्वय समिति गठन गरिएको छ। यसरी राजनीतिक तथा प्रशासनिक व्यवस्थापनको दृष्टिबाट यो साल महत्त्वपूर्ण हुनेछ। संवाद र बहसबाट निकालिने निष्कर्षको आधारमा छिट्टै प्रदेशहरूको सीमा निर्धारण, नयाँ निर्वाचन क्षेत्र र प्रदेशको राजधानी तय गरिनेछ। प्रदेश प्रमुखहरूको अन्तरिम व्यवस्था, स्थानीय निकायको अन्तरिम निर्वाचन हुँदै प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनको तयारीमा सरकार लाग्नेछ। हाम्रो लोकतन्त्रलाई संस्थागत गरी सुदृढ गर्न ढिला भइसक्यो। अब थप ढिलाइ स्वीकार्य हुन सक्दैन। भूकम्पसँगै घर ढले पनि आत्मविश्वास र भविष्य ढलेको छैन भन्ने सन्देश हामीले उद्धार र राहतको क्रममा जनतालाई महसुस हुने गरी दिन सकेका थियौँ। तर भूकम्पपछिको पुनर्निर्माण कार्य भने तदनुरूप अपेक्षित गतिमा अघि बढ्न सकेका छैन। तर मैले यसो भनिरहँदा नाकाबन्दी, पर्गेल्न नसकिएको प्रशासनिक झमेला, कानुनको अभाव र मैले सत्ताको बागडोर थाम्नु अघि सरकारले दाताहरूसँग गरेको शर्त सहायता सम्झौता जस्ता परिस्थितिजन्य अवरोधलाई उल्लेख नगर्दा वस्तुपरक होइन कि भन्ने म ठान्दछु। विगतलाई सराप्नु र कार्यान्वयन नभएका कामको विवरणमा अल्झिनु मेरो रुचिको विषय होइन। प्रश्न हो अब कसरी अगाडि बढ्ने। हामीले सरकारको नेतृत्व लिँदा
हलन चलको अवस्थामा रहेको पुनर्निर्माण कार्यलाई गति दिन राष्ट्रिय योजना आयोगको नेतृत्वमा थालिएको काम, नयाँ कानुनको निर्माण, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन, त्यसको नियमावली निर्माण तथा जाडोमा न्यानो कपडा वितरण र त्यससँगै थालिएको लगत सङ्कलन कार्यलाई मैले यहाँ उल्लेख गर्नै पर्छ। हाम्रो जस्तो मुलुकमा एकैचोटि 1600 इन्जिनियरहरू परिचालित गरी झन्डै 3 महिनामा भत्किएका निजी घर संरचनाहरूको डिजिटल विवरण सङ्कलन गर्नु निश्चय नै सजिलो काम होइन। तसर्थ अझ बलियो, अझ राम्रो निर्माण कार्यका लागि आगामी दिनमा सरकारले निम्न कार्यहरू गर्छ। आगामी वैशाख 12 गतेभित्र भूकम्प अति प्रभावित 14 जिल्लाहरूमध्ये 11वटा जिल्लाका विभिन्न गाविसहरूमा अनुदान सम्झौता प्रक्रिया द्रुत गतिमा अघि बढ्नेछ। वैशाख 12 देखि निजी आवास पुनर्निर्माण कार्य सुरु हुन्छ। वैशाख महिनादेखि काठमाडौँ उपत्यका सहित भूकम्पबाट प्रभावित अन्य 17 जिल्लामा सर्वेक्षणको काम अगाडि बढ्छ। प्राधिकरणले यो वर्षायाम अघि नै ती जिल्लाहरूमा समेत अनुदान सम्झौता गर्छ। 73 जेठ महिनाभित्रमा सम्पन्न गर्ने गरी पुनर्निर्माण प्रक्रियालाई अघि बढाउन गाउँ गाउँमा पुनर्निर्माण सामुदायिक समिति गठन गरिनेछ। वर्षातको समयमा आइपर्ने समस्यामा सम्बोधन गर्न भूकम्प पीडितका लागि सामूहिक आवासको व्यवस्था मिलाइनेछ। भूकम्पबाट क्षति भएका पुरातात्विक महत्त्वका सम्पदाहरू, शैक्षिक संस्थाहरू, स्वास्थ्य चौकीहरू, सरकारी भवनहरू लगायतको पुनर्निर्माण प्रक्रियालाई तत्काल अघि बढाइनेछ। तत्काल राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र कार्यान्वयन निकायलाई आवश्यक जनशक्तिको व्यवस्थापन गरी संस्थागत संरचनालाई पूर्णता दिइनेछ। प्रत्येक जिल्लामा कम्तीमा 2 स्थानमा स्रोत केन्द्रहरू स्थापना गरिनेछ। प्रत्येक गाविसमा 1 जना इन्जिनियर, 1 जना व्यवसाय, 1 जना सामाजिक परिचालक र 1 जना तालिम प्राप्त निर्माण कर्मीको व्यवस्था गरिनेछ। भवन विभिन्न अवस्थामा रहेका राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको आवास तथा कार्यालय, प्रधानमन्त्रीको कार्यालय, सेनाको मुख्यालय, सर्वोच्च अदालत, संसद भवन, निर्वाचन आयोग लगायत महत्त्वपूर्ण सरकारी निकायहरूको निर्माण प्रक्रिया तत्काल थालिनेछ। पीडितका लागि भोलि वा हुँदैछ भन्ने शब्द कर्णप्रिय हुन्न भन्ने म राम्रैसँग महसुस गर्छु। तर क्षतिग्रस्त झन्डै 8 लाख निजी घर, सामुदायिक संरचना, पुरातात्विक महत्त्वका धरोहरहरू हाम्रो हतारोले एकैचोटि जादुमयी ढङ्गले निर्माण सम्पन्न हुन्छ भनियो भने त्यो गलत हुनेछ। यसमा प्राथमिकता निश्चित रूपमा तोकिन्छ। विपन्न, पाका, एकल महिला, बालबालिका रहेका घर परिवारहरू प्राथमिकताको सूचीमा सिरानमा रहन् भन्ने मैले निर्देशन गरिसकेको छु। पुनर्निर्माण अभियानलाई 5 वर्ष छुट्याउनुको अर्थ पनि त्यही हो। तसर्थ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समग्र पुनर्निर्माण कार्यको कार्ययोजना तयार पारी कार्यान्वयनमा ल्याउँछ। म सबैलाई आश्वस्त रहन आग्रह गर्दछु। केही अन्तर्राष्ट्रिय मञ्चमा आजभोलि नेपालको संक्रमणकालीन व्यवस्थालाई लिएर मानवाधिकार र सामाजिक न्यायको बारेमा चर्चा हुने गरेको मैले पनि सुनेको छु। अधिकार प्राप्तिको सङ्घर्षमा
अनेक चरण पार गर्दै हामी आजको दिनमा आइपुगेका हौं। कानुनी वा प्रतिबन्धित, सशक्त वा सामान्य, हिंसात्मक वा शान्तिपूर्ण विभिन्न प्रकृतिका द्वन्द्व र आन्दोलनबाट गुज्रिएर नै नेपाली समाज आजको दिनमा आइपुगेको। हिंसात्मक द्वन्द्व, सामान्ती तानाशाहीकरण तर्फका प्रयासहरू र तिनको प्रतिवाद एवं गहन आवश्यकताका बीचबाट द्वन्द्व व्यवस्थापनका लागि शान्ति प्रक्रियाको जटिलता र जिम्मेवारी बोधबाट गुज्रिएर हामी यहाँ आइपुगेका हौं भन्ने कुरा बिर्सन मिल्दैन। संक्रमणकालीन सत्ता सञ्चालन र संक्रमणकालीन न्याय सम्पादनका क्रममा अभावको न्यूनता र कतिपय कमी पनि रहेका हुन सक्दछ। तर कसैले स्वच्छ वातावरण बन्दै गरेको बेला मौसम धमिलिएको समयको निशासितो कुनै घटनालाई उप्काएर मानवाधिकार, लोकतन्त्र र सामाजिक न्यायप्रतिको हाम्रो निष्ठामा प्रहार गर्छ भने त्यो स्वीकार्य हुन्न। म दाबीका साथ भन्छु, नेपाली समाज र हाम्रो न्याय प्रणाली 200 वर्ष अघिको समयको जस्तो छैन। आजका विकसित मुलुकहरू जो लोकतन्त्र र मानवाधिकारको चर्चा बढी नै गर्छन्, ती समाज पनि सुगौली सन्धिको अघिको नेपाली समाजभन्दा धेरै उम्दा थिएनन्। केही समय अघि मैले राष्ट्रिय मानवाधिकार आयोगका पदाधिकारीहरूसँग आफ्नै कार्यकक्षमा विचार विमर्श गरेँ। हाम्रो देशको मानवाधिकारको अवस्था, हाम्रो आर्थिक सामाजिक स्थिति, हाम्रो संविधानले कबुल गरेको मौलिक हक र आजका विकसित समाजले बहाल गरेको मानवाधिकारको तुलनात्मक अध्ययन गर्न आग्रह पनि गरे। हाम्रा संवैधानिक आयोगहरू न सरकारका मातहतका नियन्त्रित निकायहरू हुन्, न त सरकारको समानान्तर। उनीहरू राज्यको सम्बन्धित क्षेत्रका विशिष्ट निकाय हुन्। राष्ट्रको स्वाभिमान विश्व सामु उच्च राख्न एउटा कार्यकारी प्रमुखको जति भूमिका हुन्छ, संवैधानिक अङ्गको पनि त्यति नै हुन्छ भन्नेमा म स्पष्ट छु। मैले भनेको थिएँ, मानवाधिकारका प्रत्येक दफामा आधा दशक वा सोभन्दा बढीदेखि राजनीतिक आन्दोलनमा मैले बगाएको पसिना, पीडा, आँसु पनि मिसिएको छ मानवाधिकारको प्रश्न आन्दोलनमा। सरकार प्रमुखको नाताले म भन्छु, त्यस हिसाबले पनि नेपाल सरकारको मानवाधिकार प्रतिको प्रतिबद्धतामा कसैले औँला नठड्याए हुन्छ। मैले यहाँ भन्न खोजेको, मानवाधिकारको प्रश्नमा हामी आग्रह मात्रै गरिरहेका छैनौँ, जिब्रो मात्रै चलाइरहेका छैनौँ। मानवाधिकारको बहालीको निम्ति, मानवाधिकार स्थापना गर्न, त्यसलाई कार्यान्वयन गर्नका निम्ति हामीले आफ्नो जीवनलाई पनि लामो समयदेखि दाउमा राखेका छौँ। त्यसकारण त्यसप्रतिको हाम्रो प्रतिबद्धता यो शाब्दिक प्रतिबद्धता होइन, वास्तविक प्रतिबद्धता हो। मैले पदभार सम्हालेपछिको पहिलो सम्बोधनमा भनेको थिएँ, हामी छिमेकी भारत र चीन लगायत सबै मित्र राष्ट्रहरूसँग संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलका सिद्धान्तको आधारमा पारस्परिक समानता र हितका नीति अनुरूप सुमधुर सम्बन्ध राख्न चाहन्छौँ र राख्छौँ। हाम्रो राष्ट्रियता र राष्ट्रवादको मूल तत्त्व हाम्रा आधारभूत राष्ट्रिय हितहरूको संरक्षण र पक्षपोषण हो। रोटी बेटी वा भ्रिकुटी अर्निकोको नाम मात्रै आजको दिनमा हाम्रा सम्बन्धका आधारहरूलाई स्पष्ट पार्न पर्याप्त हुँदैन। त्यसो लागेर नै मैले आधारभूत राष्ट्र हितको सन्दर्भमा सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित
र राष्ट्रिय स्वाभिमानलाई हाम्रा 5 अडानका रूपमा चर्चा गर्ने गरेको हो। पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसङ्घको बडापत्रको चर्चा गर्दा पारस्परिक लाभ, आपसी सम्मान, एक अर्काका मामिलामा हस्तक्षेपको नीतिलाई हामीले सदैव जोड दिँदै आएका छौँ। छिमेकी पहिलाको नीति भनौँ वा बहुउद्देश्यीय मूलतः त्रिदेशीय सहयोग करिडर यही असल छिमेकीपनमा अर्थ भन्ने म ठान्दछु। छिमेकी मित्र राष्ट्रहरूसँग मात्र होइन, दक्षिण एसिया, एसिया र सिङ्गो विश्वसँग हामी यही नीति अनुरूप समानता, पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा सम्बन्ध राख्न चाहन्छु। सरकार प्रमुखको हैसियतमा म फेरि स्पष्ट पार्छु, नेपालका कोही पनि शत्रु छैन। हाम्रो कुनै देशप्रति कटुता या दुर्भाव छैन। हामी चाहन्छौँ अरूहरूले पनि हाम्रो मैत्रीपूर्ण सद्भाव तथा हाम्रो संवेदनशील भू राजनीतिक अवस्थितिलाई बुझौँ र सम्मान गरौँ। मलाई लाग्छ राजनीतिक कर्मीले मुलुकको समृद्धि र दिगो विकासको सपना बोक्नुपर्छ र बोल्नुपर्छ। राजनीतिक नेतृत्वबाट इच्छा शक्ति जगाइदिने हो भने मलाई विश्वास छ हामीसँग रहेको जनशक्ति हामीले देख्ने सपनालाई व्यवहारमा उतार्न सक्षम छ। नयाँ वर्षको प्रवेशको यस घडीमा आज म आर्थिक सामाजिक समृद्धिका केही पक्षहरूको चर्चा गर्ने अनुमति चाहन्छु। यद्यपि वैशाख महिनाभित्रै सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र त्यसलाई कार्यान्वयन गर्न जेठ 15 भित्र प्रस्तुत हुने बजेटले हाम्रा सपनाहरूलाई थप ठोस रूपमा प्रस्तुत गर्ने नै छ। चीन भ्रमणको क्रममा मैले बुआओ फोरमलाई सम्बोधन गर्ने मौका पाएँ। मैले सम्बोधनको क्रममा भनेको थिएँ, यदि कुनै एसियाली मुलुक पछि परेमा शान्ति र समृद्धिको एसियाली सपना अधुरो रहन्छ, असफल हुन्छ। गल्ती नगरौँ, सँगै हिँड्न नसके एसियाको दिगो विकास भन्ने कुरा पाखा लाग्छ। सँगै हिँड्न नसक्दा हाम्रा साझा सपना सपनामै सीमित रहन्छन्। मैले भनेको थिएँ, गल्ती नगरौँ, गरिबी र शान्ति सँगसँगै जान सक्ने कुरा होइन र सहकार्यको उचाइमा नै हाम्रो भविष्य छ। आज म आफ्ना देशवासीहरूलाई भन्न चाहन्छु, एसियाली रङ्गमञ्चमा हाम्रो उचाइ वा विश्वकै रङ्गमञ्चमा हाम्रो उचाइ त्यति बेला देखिन्छ जब हाम्रो आर्थिक सामाजिक विकासले उचाइ लिन्छ। बलियो आर्थिक विकासको जगमा खडा हुने राष्ट्रिय भावले मात्र हामीलाई उचाइमा पुर्याउनेछ। समृद्धिको उचाइ नै त्यसकारण तपाईँ हाम्रो सपना हुनुपर्छ। मित्र राष्ट्र चीनसँग हालै सम्पन्न यातायात पार्वन सम्झौताले एउटा मात्र छिमेकीमाथि निर्भर हाम्रो देश अब सही अर्थमा भूपरिवेष्टित राष्ट्रमा रूपान्तरित भएको छ। चलन चल्तीमा अंग्रेजी शब्द ल्यान्डलक्ड भनिएको हाम्रो मुलुकसँग अब दुवै छिमेकी मित्र राष्ट्र हुँदै अन्य मित्र राष्ट्रसँग समेत भू सम्बन्ध ल्यान्डलिङ्क्ड स्थापित भएको छ। छिमेकी मित्र राष्ट्रहरू भारत र चीनसँग भएका सहमति सम्झौताका आधारमा हामीलाई पूर्वाधार निर्माणमा सुगमता प्राप्त हुँदैछ। विकासका लागि अबको योजनामा यातायात, विद्युत र सञ्चारको भूमिका महत्त्वपूर्ण हुनेछ।
मैले गत कार्तिक 29 गते देशवासीलाई सन्देश दिइरहँदा सडक यातायात र सञ्चारका केही विषय चर्चा गरेको थिएँ। आज म फेरि एकपटक दोहोऱ्याउन चाहन्छु। यातायात सञ्जाल विस्तारमा सरकारले सडक, रेल र हवाई गरी 3 प्रमुख संरचना निर्माणमा प्राथमिकता दिनेछ। हुलाकी राजमार्ग र पुष्पलाल मध्य पहाडी राजमार्ग जस्ता पहिले नै सुरु भएका राष्ट्रिय गौरवका आयोजनाहरूका अतिरिक्त रणनीतिक महत्त्वका सडकहरू काठमाडौँ निजगढ द्रुतमार्ग, किमाथाङका जोगबनी सडक, रसुवागढी ठोरी सडक, कोरल्ला बेल्हिया सुनौली सडक, हिल्सा कर्णाली राजमार्गको निर्माण हाम्रो प्राथमिकताका परियोजनाहरू। तराईमा थालिएको पूर्व पश्चिम रेल मार्गको अतिरिक्त केरुङ काठमाडौँ पोखरा लुम्बिनी रेलमार्ग निर्माण कार्यमा सरकार लागि पर्छ। प्रत्येक नेपालीलाई आफ्नो जीवनकालमै आफ्नो मुलुकमा आधुनिक रेलबाट सैर गर्न सम्भव छ भन्ने सपना देख्न म उत्साहित गर्न चाहन्छु। हाम्रो हवाई मार्गलाई समयको माग अनुसार विकास र विस्तार गर्न सरकार प्रतिबद्ध नै छ। निर्माणाधीन भैरवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगै प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति हवाई मार्गसँग जोडिएका हाम्रा अहिलेका योजनाहरू हुन्। ऊर्जा र जलस्रोतको बहुपक्षीय उपयोगका सन्दर्भमा 1 वर्षभित्र विद्युत अभाव आधारभूत रूपमा समाप्त पार्न र 2 वर्षभित्र चाहे जति विद्युत खपत गर्ने अवस्था आपूर्ति गर्ने अवस्था सिर्जना गर्न हामी ऊर्जामा केन्द्रित हुनैपर्छ। माथिल्लो तामाकोशी लगायत निर्माणाधीन आयोजना तीव्र रफ्तारमा सम्पन्न गर्ने, पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जस्ता साझा लगानी वा बाह्य लगानीका आयोजनालाई समयमै सम्पन्न गर्ने, बुढी गण्डकी, नरसिंहघाट, नौमुरे जस्ता प्रस्तावित आयोजनाहरूलाई तत्काल अगाडि बढाउने, नागरिकहरूले गौरव र अपनत्व महसुस गर्ने गरी कुनै ठूलो आयोजना आम जनताको सहभागिता र स्वदेशी स्रोतबाट सम्पन्न गर्ने, अनुत्पादक ढङ्गले उपभोगमा सकिरहेको रेमिटेन्सलाई सदुपयोग गर्न त्यसैमाथि आधारित एक आकर्षक जलविद्युत परियोजना अगाडि बढाउने र निर्माणसँगै प्रसारण विस्तारमा ध्यान दिने सरकारको योजना छ। सौर्य, वायु, जैविक, तापीय लगायत वैकल्पिक ऊर्जाको विकासमा पनि मेरो ध्यान छ। विद्युतीय सवारी साधनहरूको प्रयोग विस्तार गरेर फोसिल इन्धन माथिको निर्भरता घटाउनु र वातावरणीय प्रदूषणलाई कम गर्न हामीले तत्कालबाट ध्यान दिन जरुरी छ। कृषिमा आत्मनिर्भरताका लागि निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक र आधुनिक बनाउने मुख्य चुनौती छ र हामीले यो काम गर्नुपर्छ। यसका लागि सुनकोशी, कमला बागमती, काली गण्डकी तिनाउ, राप्ती, सुराई, बेरी, बबई, डाइभर्सन जस्ता सिँचाइ आयोजना अगाडि बढाएर तराईमा हरित क्रान्तिलाई तीव्र पारिनेछ। सहकारी, सामूहिक या साझेदारी ढाँचामा खेती गर्न प्रेरित गरिनेछ। निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, बाहिरी लगानीलाई आकर्षित गर्ने काम गरिनेछ। श्रमप्रति आस्था
जगाउँदै कृषि कार्यलाई सम्मानित र आयमूलक पेसामा बदल्न सरकारले गर्नुपर्ने प्रोत्साहन गर्नेछ। मलबिउ प्रविधि उत्पादनका मूल्य लगायत किसानका आवाजहरूको सम्बोधन हुनेछ। सञ्चार सञ्जालको लागि छिमेकीसँग अप्टिकल फाइबर ब्रोडब्यान्ड इन्टरनेट सेवा मार्फत हेभी डेटा प्रसारण अब सम्भव हुनेछ। ई कमर्स, ई गभर्नेन्स या डिजिटल नेपाल भनिने गरिएको विद्युतीय माध्यमबाट हुने कारोबार र छरितो प्रशासन हाम्रो प्राथमिकतामा रहनेछ। आर्थिक विकासबाट समृद्धि हामीले भन्दै आएका छौँ। दिगो समृद्धिका लागि निश्चित आधार छन् भन्ने म ठान्दछु। देशका जाँगरिला युवाले प्रवासको रोजगारीबाट आर्जन गरेको रेमिटेन्स त्यसमा आधारित उपभोग आधारित समृद्धि हाम्रो लक्ष्य होइन। हाम्रो लक्ष्य भनेको आत्मनिर्भरतामा आधारित समृद्धि हो। आर्थिक रूपमा सबल नागरिकहरूले मात्रै सही अर्थमा अधिकारको उपभोग गर्न सक्दछ, राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्दछ। यसका लागि हाम्रो संविधानले व्यवस्था गरे अनुरूप सार्वजनिक, सहकारी र निजी क्षेत्र आधारित अर्थतन्त्रको सन्तुलित विकास हुनुपर्दछ। लगानी र प्रतिफल दुवैमा जनताको पहुँच हुनुपर्दछ। यसैका माध्यमबाट विद्यमान असन्तुलित उत्पादन सम्बन्ध फेरिन्छ। राज्यको सहजीकरणमा धनीलाई धनी हुन नरोक्ने तर धनी र विपन्न बीचको आम्दानीको खाडललाई साँगुरो पार्दै लैजान सकिन्छ। यस सन्दर्भमा हामीले जनताको लगानीमा जलविद्युत जस्ता विषयलाई जोड दिनेछौँ। मलाई लाग्छ आयुको हिसाबले मानिसलाई 3 खण्डमा विभक्त गर्न सकिन्छ। बाल्यकाल, सक्रिय उमेर अथवा क्रियाशील उमेर र वार्धक्य। पहिलोलाई सर्वकालिक सामाजिक सुरक्षाको माध्यमबाट शिक्षा र स्वास्थ्यमा समान हक दिनुपर्दछ। सरकारका आगामी नीति तथा कार्यक्रममा यी विषयहरूमा केही ठोस नयाँ योजनाहरू प्रस्तुत गर्ने मैले सोचेको छु। यसले सक्रिय उमेर समूहमा रोजगारीमा सामेल हुन सहज गर्दछ। उचित ज्याला र उच्च उत्पादकत्वको माध्यमबाट क्रियाशील युवा उमेरलाई सम्मानजनक श्रम र सुखी जीवन दिन सकिन्छ। वार्धक्यमा सक्रिय उमेरमा आफैले जम्मा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषका माध्यमबाट आजीवन पेन्सनको व्यवस्था गर्न सकिन्छ। कतिलाई लाग्छ के यो सम्भव छ? मेरो प्रश्न छ, हामी जस्तै आय समूह भएका मुलुकहरू यही प्रक्रियाबाट कल्याणकारी राज्यमा रूपान्तरित भए भने हामी कहाँ किन सम्भव हुन्न? हाम्रा विज्ञहरूले दिनुभएको आँकडाका आधारमा हामी 1 वर्षभित्र केही आधारभूत विषयमा आत्मनिर्भर हुनेछौँ भन्नेमा म आशावादी छु। केही आधारभूत खाद्य वस्तु, आधारभूत स्वास्थ्य सेवा र ऊर्जामा आत्मनिर्भरता मेरा प्राथमिकताका क्षेत्र हो। आधारभूत खाद्य वस्तु भन्नाले हाम्रा दैनन्दिन प्रयोगमा आउने खाद्य वस्तु, उपकरण, औषधि र सेवा सहितको स्वास्थ्य आत्मनिर्भर हुने आधारभूत स्वास्थ्य सेवा हो। ऊर्जाको साधनमा हामी आत्मनिर्भर हुन्छौँ। घरायसी प्रयोगका ऊर्जामा त हामी छोटो अवधिमै पेट्रोलियम पदार्थलाई विस्थापित गर्न सक्छौँ। जसले सपना देख्न छोड्छ त्यसको प्रगतिको विराम त्यहीँ लाग्छ। मैले देखेको सपना रेमिटेन्समा अडेको गाउँ बस्ती र सहर होइन, सुविधायुक्त स्मार्ट सिटी हो। मैले हाम्रा योजनाविदहरूलाई दर्जनभन्दा माथि स्मार्ट सिटी र आधुनिक नेपालको राजधानी भन्न लायक काठमाडौँको नक्सा कोर्न आग्रह गरेको छु। हाम्रा यी सपना विस्तृत रूपमा सरकारको भावी नीति तथा कार्यक्रमले बोल्नेछ र त्यो सपनालाई मूर्तता दिन
नयाँ बजेट निसन्देह माध्यम हुनेछ। लोकतन्त्रका लागि 4 जना प्रातः स्मरणीय शहीदहरूले मृत्यु अँगालेको 75 वर्षपछि संविधान घोषणा भएको छ। अधिकार प्राप्तिको आन्दोलन आधारभूत रूपले टुङ्गिएको छ। तर एउटा पीडाले तपाईहरूलाई जस्तै मलाई पनि भित्रभित्रै पोल्छ। मुलुकमा यति ठुला राजनीतिक परिवर्तन आए तर जनताको दुःख उस्तै छ। सबै राजनीतिक दल र मित्रहरूलाई म आग्रह गर्छु, अब राष्ट्रको हित र जनताको समृद्धिको लक्ष्यमा केन्द्रित बनौँ। प्रतिस्पर्धा, आवधिक निर्वाचन र सरकारका विषय लोकतन्त्रका चरित्र नै हुन्, ती हुँदै रहन्छन्। तर राष्ट्रको समृद्धि र जनताको श्रीवृद्धि भने स्थायी र हामी सबैका साझा विषय हुन्। परिस्थिति फेरिन्छ, सन्दर्भहरू फेरिन्छन्। राजनीतिक नेतृत्वले तदनुरूप नै आफूलाई परिमार्जन गरी अध्यावधिक र समयानुकूल नेतृत्व दिन सक्षम तुल्याउनु पर्दछ। दलहरू बढी आत्मकेन्द्रित भए र आन्दोलनको धरातललाई राजनीतिक नेतृत्वले दिनुपर्ने ध्यान दिन सकेनन् भन्ने जनताका गुनासा मननीय छन् भन्ने मलाई लाग्छ। त्यसैले अब नयाँ राजनीतिक संस्कृतिको विकास गर्ने बेला भइसक्यो। हामी मिलेर मात्रै संविधान निर्माण सम्भव भएको थियो। यसको कार्यान्वयनका लागि पनि बृहत्तर राष्ट्रिय समझदारी आवश्यक छ। वर्तमान सरकारका तर्फबाट म पुनः सहमतिका लागि सकारात्मक योगदान गर्न सबैलाई आग्रह गर्न चाहन्छु। हामी सबैले संवादका माध्यमबाट असमझदारी र भिन्नताहरूलाई न्यून गर्ने राष्ट्र निर्माणका साझा प्रयासमा हामी आफूलाई सबैले केन्द्रित गर्ने बेला हो भन्ने म ठान्छु र त्यसका निम्ति म सबै पक्षलाई संवादका निम्ति हार्दिक आग्रह र अनुरोध गर्न चाहन्छु। यति बेला विक्रम सम्वत 2072 साल सिद्धिएर नयाँ वर्ष विक्रम सम्वत 2073 प्रारम्भ हुन लागेको बेला ज्योतिषीय दृष्टिकोणले पनि सौम्य संवत्सर भनेर यस वर्षलाई ज्योतिषले भनेको छ। ज्योतिषमा विश्वास गर्नेका लागि पनि यो उत्साहवर्धक उत्साहजनक वर्ष छ। सरकारले अप्ठ्यारो परिस्थिति छ तर देश र जनताको हितमा काम गर्छ। म सबै दिदीबहिनी दाजुभाइहरूलाई नयाँ वर्षको शुभकामना का साथसाथै राष्ट्र निर्माणका काममा सबै एकजुट भएर लागौं भन्ने आह्वान पनि गर्न चाहन्छु। सुन्दर, शान्त र समृद्ध नेपाल निर्माणका लागि सबै देशवासीमा पुनः एकपल्ट 73 साल विक्रम सम्वतको 73 साल नयाँ वर्ष प्रवेशको यस अवसरमा म हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। देशभित्र रहेका र जहाँसुकै रहेका पनि नेपालीहरूलाई र सबै मानव जातिका लागि धेरै धेरै शुभकामना। धन्यवाद।